गर्मी धेरै भएरै होला, बच्चा पानी भनेपछि हुरुक्क गर्ने के, पानी छोड्नै मान्दैनन्। अझ उल्टा मलाई भिजाइदिरहेको छ। मेरो बिहानीको सुरुवात चाहिँ नुहाइधुवाइ गरेर भान्सा पसे पछाडि बाल्टी माझेर चोखो पानी भर्ने हुन्छ। अनि त्यसपछि आज चाहिँ मैले मसुराको दाल पकाउने सोच गराइरहेको छु कि। अनि मैले मसुराको दाल निकालेर दही पखाली गरेँ। अनि त्यसमा हाल्ने मरमसला, प्याज, लसुन, खुर्सानी काटेर, टमाटर काटेर रेडी गराएँ। अनि त्यसपछि गएर हेर्दै जाउँ है त, कस्तो राम्रोसँग थालमा राखेको छु। वाउ। अनि त्यसपछि मैले कुकरमा तेल हालेँ। अनि तेल तातेपछि मरमसला हाल्न थालेँ। अनि एकछिनमा टमाटर नि हालिदिएँ, मसुरा दाल हालेँ, चलाएँ, एकछिन बुट्दै। अनि टक्क लाएर नुन बेसारहरू के हाल्नुपर्ने हो इधर उधर सबै हालिदिएँ। अनि पानी हालेर कति चाहिन्छ त्यति गराएर पाक्न थालेँ कि। मसुरा दाल त एकैछिनमा पाक्छ नि त। अनि यता फेरि मैले तरकारी बसाउनलाई तरकारी काट्दैछु। आज चाहिँ तरकारी तपाईँहरूलाई थाहा छ जोगी तरकारी भनेको। मेरो त भान्सामा चाहिँ आज थोरै थियो कि सबै थियो। अलिकति फर्सी, अलिकति बोडी, अनि एउटा चाहिँ सिमी पनि रहेछ क्या। अनि यता छोरो चाहिँ फेरि पढ्दै रहेछ क्या। पढ्न बसायो बाबु भनेको, ड्रइङ गरेर बसेको रहेछ। अनि हजुरहरूकातिर यत्रो कटौरा छ? हाम्रो घरमा त पुरानो हो कि यो कटौरा, मभन्दा नि बुढो होला यो कटौरा। अनि यता तरकारी बसाल्नलाई मैले तेल गरम गराएँ। अनि त्यसपछि मरमसला, अब प्याज, लसुन, टमाटरहरू हालेँ। फर्सी र बोडी, सिमी, आलुको तरकारी बनाएँ। पाकेर पनि रेडी भयो। हाम्रो चाहिँ फेरि रसिलो तरकारी खाने भन्नुहुन्छ कि बुवा आमा। अनि यता चाहिँ अचार बनाउनु पऱ्यो भनेर आलु उसिन्नलाई निकालेँ, आलु पनि बसाइदिएँ। काँक्रो आलुको अचार खानु पऱ्यो क्या। अनि एकतिर फेरि भात पनि बसाइदिनु पऱ्यो नि त। आज मान्छे थोरै भएको भएर राइस कुकरमा नपकाएर प्रेसर कुकरमै पकाइदिएँ मैले त। तपाईँहरूकोतिर यो मानव छ कि छैन? हाम्रो चाहिँ मानैको चलन छ क्या अझै पनि। अनि यसो भात पनि बसाइदिएँ। अनि छोरालाई यसो काम दिनु पऱ्यो नि त। बाबु आलु छिल्देऊ न भने आलु छिल्देऊ अरे। अनि मैले काँक्रा हेरेर चाहिँ नहाँस्नु है, बाङ्गो रोप्नुको यस्तो रहेछ भनेर। काँक्रा वास्तवमा यस्तै किन्नुपर्छ कि। मेरो बुवाले भन्नुहुन्थ्यो काँक्रा सर्लक्क परेको राम्रो किन्नुहुन्न हेर। दोकान जाँदाखेरि बाङ्गा टिङ्गा यताउता त्यस्तै हेरेर ल्याउनुपर्छ, किनभने त्यसमा विषादी पुगेको हुन्न भन्नुहुन्थ्यो। अनि त्यसपछि काटिसकेपछि यता तेल बसाएँ, मेथी पुऱ्याएँ। अनि एउटा खुर्सानी पनि हालिदिएँ, धेरै खुर्सानी मलाई हालेपछि बच्चाले खानु सक्दैन नि त, त्यही भएर एउटै हालेँ। अनि यता तिल गुवाइँ बनाएर मिक्सरमा बनाएँ, तिल हालेँ, चुक हालेँ, त्यस पछाडि नुन हालेँ, बेसार हालेँ है। अनि मुस्न थालेँ मैले। मजाले मुसे पछाडि मेरो फेरि अचार चाख्ने मान्छे भनेको को हो? मेरो छोरा। अनि मैले चाहिँ अचार देखाउन थालेँ कि फेरि तपाईँहरूलाई, हेर्नुहुन्छ अचार कति मिठो भएको छ खाने हो भनेर फेरि तपाईँहरूलाई जिस्काएको क्या। अनि यता छोरालाई फेरि अचार चाख्नु दिएको त वाउ, जहिले पनि वाउ नै हुन्छ क्या। अनि यता फेरि मोही पार्न थालेँ मैले। अब आमाहरूले पारेको जस्तो मदानीले त होइन, अब यस्तैले मोही पारेर रेडी गरेँ। गर्मी छ नि त। अनि यता सासु आमालाई खाना दिएँ, त्यस पछाडि हामीले पनि खायौँ। अनि भाँडाकुँडा माझेर बिहानीको काम सकियो। आजलाई बाई बाई।